Hello, check. Hey, hello, hello, hey, hello, check. Hey, hey, hello, check. I'm from here. Last, last. पोखरा महानगरपालिका त्यसको यस कुलीका ठाउँमा महोत्सव सञ्चालन गर्न भइरहेका छौँ। यस पोखरा महानगरपालिका तथा पञ्चायत प्रदेश विश्वपालिकाज्यू नेपाल महोत्सवका लागि पोखरा सम्पूर्ण विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मञ्चमा आसीन विभिन्न मन्त्रालय संसद जति पनि अध्यक्षज्यूहरू हुनुहुन्छ, आमा समूह, युवा समूह, टोल विकास संस्थामा भएका पर्यटन व्यवसायको तर्फबाट एकमुष्ट रूप सँगसँगै हामीले यो दोस्रो दाई महोत्सव गरिराख्दा यो कार्यक्रममाथि प्रकाश पार्ने विषयमा यो कार्यक्रम हामीले किन गरिरहेका छौँ भन्ने विषयमा पनि हामी धेरै कुराहरू जानकारी त छँदैछौँ, तर हामीले पोखरा फर अल सिजन, पोखरा हरेक समयको लागि, हरेक महिनाको लागि भनेर हामीले प्रचार गरिराख्दा चाहिँ यो समय भनेको पोखरामा थोरै पर्यटकहरूको आगमन पनि थोरै कम हुने र पोखरामा मात्रै नभएर हामीले पोखराको रहन सहन र यहाँका जीवनशैलीहरू पनि कस्तो हुन्छ भनेर पर्यटकलाई विश्व बजारमा देखाउनलाई पनि हामीले यो महोत्सव आयोजना गरेको। पक्कै पनि भोलिको दिनमा यो महोत्सवले विश्व बजारमा पोखरालाई एउटा पर्यटन, एउटा साहसिक पदयात्रा, एउटा ट्रेकिङको लागि मात्रै नभएर कृषि पर्यटन, एग्रो टुरिज्म र सँगसँगै यहाँको जीवनशैलीलाई र यहाँको मेला महोत्सवलाई पनि मनाउनको लागि उपयुक्त सहर हो भनेर यसले चाहिँ भोलिको दिनमा चिनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ। आज हाम्रो पछाडि देखिराख्नु भएको छ अन्नपूर्ण हिमाल, जुन संसारमा विख्यात छ। हामी चाहिँ अहिले अन्नपूर्ण रेन्ज पनि भन्छ यो विदेशीहरूले, अन्नपूर्ण हिमाल छ। अन्नपूर्ण नामै काफी छ। अन्न भनेको खाना भयो, पूर्ण भनेको भण्डार, त्यसलाई अन्नलाई भण्डार गर्ने। आज यो अन्नपूर्णको काखमा हामीले यो गरिराख्दा, हामीले साइन्टिफिकली पनि यसको एउटा रिसर्च गरिराख्दा चाहिँ यसले चाहिँ विश्वको एक तिहाई जनसङ्ख्यालाई चाहिँ अन्न चाहिँ उब्जनी दिँदो रहेछ। यसले स्वीकृत नाम छ अन्नपूर्ण भन्ने। त्यसको मिनिङ के हो भनेर पनि हामीले चाहिँ त्यसको शब्दार्थ के हो भनेर पनि हामीले विदेशीहरूलाई पनि बुझाउन सकेको छैन। आजको यो दोस्रो दाई महोत्सव पक्कै पनि त्यसको लागि उपयुक्त समय हो जस्तो लाग्छ। हामीसित विदेशी पर्यटकहरू पनि आउनुभयो। म उहाँलाई विनम्र अनुरोध पनि गर्न चाहन्छु। हेलो 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 चेक माइक चेक हेलो 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 चेक हेलो। एउटा कृषि पर्यटनलाई जोड्ने क्रममा यहाँ हामीसँग कार्यक्रमलाई निर्धारित समयभन्दा केही ढिलो पनि छौँ। सधैँ मेल साहबको पनि अन्य कार्यक्रमको सेड्युलहरू पनि छ। हामीसँग केही वक्ताहरू पनि हुनुहुन्थ्यो, तर हामीले वक्ता भन्दा पनि कार्यक्रमको उद्देश्य यो जुन नेपालको पौराणिक कृषि पेसालाई कसरी अँगालिएको थियो, यसलाई अहिलेको नयाँ पुस्तालाई देखाउने, आगामी पुस्तासम्म संरक्षण गर्ने र विदेशी पर्यटकहरूलाई पनि देखाउने उद्देश्यका साथ यसको मूल उद्देश्यमा हामी केन्द्रित रहन्छौँ। भाषणलाई भन्दा पनि हामी त्यतातिर लाग्ने र हामीले वक्ताहरूलाई पनि घटाएको कुरा म क्षमा माग्दै, सम्पूर्ण वक्ताहरूप्रति पनि क्षमा माग्दै कार्यक्रम हामी छुट्याउँदैछौँ। अब सधैँ मेल साहबको मात्रै मन्तव्य छ, त्योभन्दा अगाडि हामीले कृषक सम्मान
सु पौडेलज्यूलाई पनि कार्यक्रममा आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अनुरोध गर्न चाहन्छु। त्यसैगरी 33वटै तथा प्रतिनिधिज्यूहरूलाई पनि यथास्थानमा उहाँहरूको उपस्थितिको लागि सम्मान प्रकट गर्दै यथास्थानमा। त्यसैगरी हामीलाई यो जग्गा उपलब्ध गराउने कृषक शालिग्राम गौतमजीलाई पनि उहाँलाई पनि सम्झन चाहे, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैले जानकारी गराउन चाहन्छु र सम्पूर्ण गण्डकी प्रदेश र समग्र पोखरा र गण्डकी प्रदेशभरिका क्षेत्रहरूको पर्यटन प्रवर्धनमा यसले महत्त्वपूर्ण भूमिका एउटा सिजन क्षेत्रको प्रतिनिधित्व गर्दै पोखरा पर्यटन परिषद अगाडि बढिरहँदा यो स्थानीय कृषकहरू एउटा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। गर्दै पुनः आसन गर्न म गौतम हुनुहुन्छ, अनिश गौतम हुनुहुन्छ, विष्णु भुजेल, आनन्द श्रेष्ठ, जितबहादुर भुजेल, सौगात विक, विवश सापकोटा, टिकाराम गौतम, लोकनाथ गौतम। G4 नम्बरको गाडी पार्किङले थोरै समस्या भएको हुनाले अन्यत्र सारी व्यवस्थित पार्किङ यो सूचना भनिरहेको छु। शुभारम्भ गर्दै हुनुहुन्छ ददेराज्यूहरू आइसक्नु भएको छ अगाडि आइदिनको लागि। महिला दिदीबहिनीहरू श्रद्धेय मेयर साहबले कुनिएको जुरो निकालेर कार्यक्रमलाई समुद्घाटन गर्न लागिरहनु भएको छ। सम्पूर्णलाई ताली तथा तालीबाट स्वागत गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। सम्पूर्ण दर्शक साथीहरूले उहाँप्रति श्रद्धेय मेयर साहबको व्यस्त समयको बावजुद पनि उहाँले पर्यटन दक्षिण कपिस्ता नेपाल जिल्ला कार्य समिति कार्तिकका अध्यक्ष शालिग्राम गौतमज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी स्थानीय समाजसेवीहरू विष्णु प्रसाद गौतमज्यू, त्यसैगरी विष्णु प्रसाद वास्तोलाज्यू, निर्मल गौतमज्यू, चेतनाथ गौतम तथा उमनाथ गौतमज्यू। सबैले हातमा लिएर बस्नु होला। हामी यहाँबाट स्टार्ट भनेपछि मात्र चाहिँ आफ्ना मध्ये कृषि पर्यटन पनि दोस्रो दाई महोत्सव 2082 रमणीय पर्यटकीय स्थल एउटा गन्तव्य पहिचानको पनि नगरपालिकाको नजिक रहेर पनि ओझेलमा परेको थियो। यसलाई पनि प्रवर्धन गर्ने र नेपालको पुरानो कृषि प्रणालीलाई पनि संरक्षण गर्ने उद्देश्यका साथ आयोजित यो कार्यक्रम हुनुभएको छ। हामी माझ गुन्जी बन्ने प्रतियोगितामा सहभागीहरूको नामावली आएको छ। अधिकारी उहाँहरूको एक टिम रहेको छ भने दोस्रोमा रहेको छ लक्ष्मी देवकोटा र लक्ष्मी वास्तोला। त्यो टिममा दुईजना, एउटा टिममा दुईवटाको टिम रहेको छ। त्यसै छ ठीक
अतिथिका रूपमा पाल्नुभएका माननीय प्रदेश सरकारका हाम्रो नागरिक समुदायका प्रमुख